नमस्ते सबैलाई। यो अहिलेको समयमा चलेको एनएचपिसी स्क्रिप्टको बारे चाहिँ हामी यहाँ चार्ट एनालाइसिस गर्छौँ। पहिला चार्ट एनालाइसिस गर्नुभन्दा पहिला सुरुमा चाहिँ इलियट वेब थ्योरीको बारे थोरै कुरा गर्छौँ। इलियट वेब थ्योरी चाहिँ लगभग एट प्याटर्न 8 वेबले चाहिँ बनेको हुन्छ। यो फर्स्ट वेब भयो भने फर्स्ट वेब यो डाउन करेक्सन आएको सेकेन्ड वेब यो अर्को मोटिभ वेब भन्छ, यसलाई थर्ड वेब, यो फेरि अर्को करेक्सन, यो फेरि अर्को वेब, अनि यो भयो अर्को वेब। अनि यस्तो खालको प्याटर्न आएर चाहिँ टोटल योसम्म चाहिँ एउटा 8 वेब हुन्छ। अनि त्यसपछि सेकेन्ड वेब स्टार्ट भएपछि चाहिँ अर्को 9 वेब, टोटल 9 वेब हुन्छ। यो फर्स्ट वेबमा चाहिँ अब मान्छेहरूलाई त्यति अब विश्वास गर्दैन। त्यसपछि चाहिँ बल्ल त्यसपछि करेक्सन आइसकेपछि चाहिँ यो यो ब्रेक अफ स्ट्रक्चर दिइसकेपछि चाहिँ मान्छेहरू चाहिँ एकदम एग्रेसिभली बाई गर्ने भएको कारणले गर्दाखेरि चाहिँ सबभन्दा ठुलो वेब चाहिँ तपाईँको यो थर्ड वेब हुन्छ। अनि करेक्सन आइसकेपछि यो थर्ड वेबलाई पनि चाहिँ ब्रेक गर्छ फिफ्थ वेबले चाहिँ। यो फोर्थ वेब तलतिर आउँछ, फिफ्थ वेबले चाहिँ यो। अनि त्यसपछि आइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि जुन यो एउटा यहाँदेखि वेब बनाउँदै गएको छ, बनाइसकेपछि एउटा यो ट्रेन लाइन चाहिँ यसरी चाहिँ यहाँदेखि भत्किन्छ। यो फोर्थ वेबले चाहिँ यो जुन यो यसलाई चाहिँ वेब अनुसार चाहिँ ए वेब भन्छ, यसलाई बी वेब भन्छ, यसलाई सी वेब भन्छ। अनि इलियट वेब थ्योरीले चाहिँ के भन्छ भने फिफ्थ वेब सबभन्दा ठुलो अग्लो वेब एउटा हायर हाई बनाइसकेपछि चाहिँ ए वेबले चाहिँ ट्रेड लाइन ब्रेक गर्छ। यहाँ ट्रेड लाइन ब्रेक गरेको छ। अब ट्रेड लाइन ब्रेक गरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि अब जसरी यहाँदेखि अब यो अहिलेको 262बाट फर्केको छ, यो अझै तल आउनु पनि सक्छ, नआउनु पनि सक्छ, तर आइगयो भने 260 सम्म आउनु सक्छ। र फर्केर गयो भने कि त यही ट्रेन लाइनलाई सपोर्ट रेस्पेक्ट गरेर फर्केर तल आउँछ, होइन भने तपाईँको यो 295-90को यो हाराहारीमा त्यहाँदेखि मार्केट फेरि फर्किन्छ। अनि अर्को भाषामा के पनि भन्छ भन्दा यो जुन यो बी वेबलाई चाहिँ यसलाई चाहिँ तपाईँको ट्र्याप वेब पनि भनिन्छ। योमा चाहिँ अनि त्यसपछि ट्र्याप भइसकेपछि एकचोटि फेरि यो यसको मार्केट झर्छ। झरिसकेपछि यो जुन लोवर लो हायर लो बनाएको हुन्छ त्यसलाई ब्रेक गरेर चाहिँ एउटा लोयर लो बनाउँछ। अनि त्यसपछि फेरि अर्को मुभ देखिन सकिन्छ। यो चाहिँ इलियट वेब थ्योरीले भन्छ। अनि ठ्याक्कै यो एनएचपिसी स्क्रिप्टले चाहिँ यही वेब थ्योरी चाहिँ फलो गरेको छ। त्यही भएर चाहिँ यो अब अझै पनि 260सम्म एकचोटि करेक्सन आउला। अनि त्यसपछि चाहिँ यो ट्रेड लाइनलाई रेस्पेक्ट गरेर एकचोटि मार्केट यो हायर लो ब्रेक गर्छ है। अनि त्यसपछि चाहिँ यो यतिखेर चाहिँ यो जुन हायर लोलाई ब्रेक गरिसकेपछि चाहिँ पार्सियल्ली यतातिर आइसकेपछि चाहिँ पार्सियल्ली बाई गर्नु होला। त्यसपछि चाहिँ एउटा राम्रो मोमेन्टमको एक्सपेक्ट गरिन्छ।